हेलो हाम्रै म सम्पूर्णलाई आशा गर्दछु हजुर एकदमै सन्चै सुविस्ता हुनुहुन्छ भनेर है। आजको वेदर चाहिँ एकदम क्लाउडी छ, चिसो पनि छ। अन्त चाहिँ अहिले चाहिँ तपाईको टाइम भन्नुपर्दाखेरि 9:30 भएको छ। बिहानको सबै धन्दाहरू कामहरू सकेर चाहिँ अहिले चाहिँ म चाहिँ बारीमा आइरहेको छु कोपी रोप्नु। हिजो चाहिँ आधी ठाउँ मात्रै बनाइरहेको थिएँ नि, यहाँ पछाडि देख्नुहुँदैछ है। यहाँनिर चाहिँ मैले लसुनहरू रोपेँ हिजो पछाउटै, अब खानुको लागि मात्रै। अन्त अहिले चाहिँ फेरि कोपी रोप्नु पर्ने छ है। यहाँनिर चाहिँ तपाईँको फुलकोपी र ब्रोकौली छ। अन्त यहाँ चाहिँ एरिया कम्ती छ, यहाँ म जहाँ उभिएको छु त्यहाँ चाहिँ एरिया कम्ती छ होइन। यहाँ चाहिँ छिटो छिटो रोपिहालौँ भनेको। अन्त चाहिँ आफ्टर द्याट चाहिँ पर छ एरिया, त्यहाँनिर चाहिँ निकै जाने रहेछ हो भ्यूहरू। अन्त त्यहाँ पनि रेडी बनाइरहेको छु, मलो सारेर अब रोप्नु मात्रै बाँकी रहेको छ। अन्त चाहिँ म तपाईँहरूलाई देखाउँछु ल मेरो कोपी रोप्ने ठाउँ कस्तो छ भनेर।